अब हामी यहाँ जान्छौँ भनेर कसेर जानुभएछ। यस्तै बेलामा भाषणमा त के भन्नुभएको छ भने उहाँहरूलाई मैले बोलाए होइन, आफै आएका हुन्। हो, कम्युनिस्ट पार्टीको नाममा यसरी कार्यकर्ता नेता र देशलाई दिग्भ्रमित गर्ने बाटो जोगाएर साँच्चीकै कम्युनिस्ट पार्टीको आदर्श सिद्धान्त नीतिलाई कार्यान्वयन गर्न नेपाली कम्युनिस्ट पार्टी चाहियो कम। त्यसैले मैले सोचेँ एकातिर विदेशी हस्तक्षेप नाङ्गो, आज त हाम्रा घरमा आगो लाग्यो आगो खायौँ, तर म भन्छु देशभक्त प्रगतिशील कम्युनिस्टहरू एकताबद्ध निस्वार्थ रूपमा लागेन। नेतृत्वले पनि विगतका गल्ती कमी सच्याएर अब साँच्चीकै यो देशप्रति समर्पित म पार्टी बनाउँछु भनेर कम्मर कसेन भने माफ गर्नुहोला, मैले तपाईँहरूलाई तर्साएको होइन। अब हामीलाई हाम्रा छेप्यास्त्र खाने दिन धेरै टाढा छैन। त्यसैले कमरेडहरू नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाऊ, छेप्यास्त्र रोकौँ, बाह्य हस्तक्षेप रोकौँ, देशलाई टुक्रिनुबाट रोकौँ, हाम्रो संस्कृतिलाई ध्वंस हुनुबाट रोकौँ, कृषि क्षेत्रलाई बाँझो हुनुबाट रोकौँ, युवाहरूलाई बेरोजगारी भएर विदेश जानुबाट रोकौँ, महिलाहरूलाई अफ्रिकाका होटलदेखि मध्यपूर्वका होटलहरूमा आफ्नो गरिमालाई घटाउने काममा जानुबाट रोकौँ। अब कुराहरू धेरै थिए, नेपाली कम्युनिस्ट पार्टी किन चाहियो भनेर व्याख्या गर्नुपर्ने कुरा धेरै थिए, तर जे होस् यी सबै कुरालाई जब मैले चिन्तन मनन गरेँ, मातृभूमि जागरण अभियान नेपाल बनाएर देशभक्तहरूलाई साथमा लिएर यो काम गर्छु भन्ने ठाने। किनभने 32 सालदेखि कम्युनिस्ट पार्टीमा लाग्दा कमरेड माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम पछि गएर पछाडि पसेका यात्रुहरू हामीले पछाडिबाट चिच्यायौँ, करायौँ, रोयौँ, क्रन्दन गऱ्यौँ, ए क्याप्टेन साहब जहाज नडुबाउनुहोस्। उहाँले प्रधानमन्त्री कार्यालयमा बैठक गर्नुभयो, न त्यहाँ कोअर्डिनेसन केन्द्रदेखि पार्टीको जग बसाल्ने झलनाथ खनालजीको अनुहार छ, न माधव नेपालको अनुहार छ, न वामदेवको अनुहार छ, न उहाँ सँगसँगै हातोमालो गर्दै हिँड्ने भीमराव लगायत अन्य कमरेडहरूको त्यहाँ अनुहार छ। एउटा साँझमा केपी ओली भन्ने एकजना व्यक्तिले बैठक गरेछन्, बैठक गर्नुभएछ, उहाँले 900 को केन्द्रीय कमिटी बनाउनु भएछ अनि भन्नुभएछ झलनाथ, माधव नेपाल, भीमराव, वामदेव गौतम लगायत अबदेखि यो पार्टीका पदाधिकारी छैनन्। वाह कम्युनिस्ट पार्टीको नेता! यसरी नेकपाको जुन हामीले एउटा आकांक्षा राखेका थियौँ त्यसलाई केपी ओली भन्ने झापा निवासी एकजना व्यक्तिले धराशायी गरिदिनु। मैले त ठानेको थिएँ सुखानीको जङ्गलमा बगेको रगतको त्यो उज्यालो उहाँको मन मस्तिष्कमा सधैँ रहनेछ भन्ने ठानेको थिएँ, तर कारागारमा बस्दा बस्दा उहाँ बाहिर निस्किँदाखेरि त उहाँले त्यो रगतलाई अलकत्रा पो बनाउनु भएछ। अब नेपाली कम्युनिस्ट पार्टीले त्यो अलकत्रालाई पखालेर फेरि त्यो रगतलाई माथि ल्याउनुपर्छ। त्यसकारण नेपाली कम्युनिस्ट पार्टीको आवश्यकता पर्यो। अब पछिल्लो कालको कुरा गर्नुहुन्छ भने नेकपा एमाले र नेकपालाई अलग्याइदियो सर्वोच्च अदालतले। त्यो अलग्याउने कुराको पछाडि पनि म कम्युनिस्ट आन्दोलनको तपाईहरु जस्तै एउटा अध्येता हुँ, ती पार्टीलाई छुट्याउनै पर्छ भनेर पछाडि महाभारतको कथा पढ्ने हो भने शकुनी भन्ने एकजना त्यहाँ पात्र छन्। त्यो शकुनीको खेल खेल्ने पनि एकजना महत्त्वपूर्ण व्यक्ति विदेशी सँगसँगै केपी ओली नामक व्यक्ति पनि हुनुहुन्थ्यो। तर भइगयो नेकपा एमाले भन्यो माधव कुमार नेपाल यहाँ हुनुहुन्छ। उहाँले एक दिन मलाई भन्नुभयो अब कार्यदल बनाऊ, आन्दोलन जोगाऊ। मैले त उहाँलाई भने थिएँ कमरेड जोगिएला र ओलीजीसँग। उहाँले भन्नु जोगिन्छ तपाईँ लाग्नुहोस्। हामी लाग्यौँ, हामीले 10 बुँदे सहमति पनि बनायौँ। म बालकोटको धेरै धाएँ टोखाबाट। उहाँले भन्नुभयो अब कार्यान्वयन गर्छु कमरेड, तपाईँ हिमालयमै बस्नुहोस्। उहाँले बोलेका कुराहरू जस्ताको तस्तै कम्प्युटरमा लेखेका छु। आज समय छैन, म कुनै दिन प्रशिक्षणमा सुनाउला। उहाँले भन्नुभयो कमरेडहरू हामी 10 भाइ भन्नेहरू थियौँ। उहाँले भन्नुभयो कमरेडहरू तपाईँले कम्युनिस्ट आन्दोलन बचाउनुभयो।
माधव नेपालले पार्टी फुटाउँदै गर्दा तपाईँहरूले यो आन्दोलनको रक्षा गर्नुभयो। अब कुनै पक्षपात हुने छैन, निष्पक्ष ढङ्गले काम हुनेछ। म हर्षले गदगद छु। म पल्लो छेउमा बसिरहेको थिएँ, मलाई लाग्यो यो केपी ओलीजीले साँच्चै भन्दै हुनुहुन्छ कि अर्को कुनै अनिष्टको लागि उहाँका यी गुलिया शब्द हुन् भन्ने मलाई लागिरह्यो। तर मसँग हिँडेका अरू 9 भाइले भन्नुभयो कमरेड रावल यो साँच्चै हो, जाउँ। मैले त्यो सामूहिक बाटो समातेँ। जब अधिवेशन आयो अनि उहाँ भन्न थाल्नुभयो चुप्ला, मेरो अगाडि कोही पनि बोल्न पाउँदैन। अहिले तपाईँहरूले सुन्नुभयो होला नि, केही दिन अगाडि कम्युनिस्ट नाम गरेको एउटा पार्टीको अध्यक्षले केही केटाहरू कराए। मैले महाधिवेशन गर्ने कुरा गरेँ, म त्यहाँ बोल्छु, महाधिवेशन सक्यो। कल्पना गर्न सक्नुहुन्छ कुनै कम्युनिस्ट नेताबाट यस्तो? कम्युनिस्ट नेताको कुरै छोडिदेऊ, कुनै व्यक्तिको हृदयमा लोकतन्त्रप्रति, जनताप्रति तिलको दाना जति आस्था छ भने यस्तो शब्द मुखबाट निस्किन असम्भव छ।